Hi guys, welcome back to our channel. अनि हाम्रो चाहिँ मेलबर्नबाट आइसकेपछिको चाहिँ भ्लग यही हो। के छ स्पेशल भन्दाखेरि चाहिँ आज छुमा दिदीको बेबी सावर छ। ल हामी चाहिँ जाँदैछौँ अनि हामीले चाहिँ यसरी खै के भेज करी बनाएको छौँ। हाम्रो भागमा भेज करी बनायो। ओ माई गडनेस, रोको बिस्तारै गरेर सबैले एक एकवटा आइटम बनाएर ल्याउँदाखेरि हाम्रोमा चाहिँ भेज करी पर्यो। म भनिदिन्छु त्यही बफ कप जाने बाटो हुँदै जाऊ है, हाइवेमा निस्किनलाई। अनि यस्तो छ सञ्जीव सरको बैरन। अब चाहिँ के हो नि अनि हामी गयौँ ल, लाइट बाले हो। के भन्ने भयो भन्न अङ्किता? केही भन्न चाहिनँ म अहिले मसँग शब्द छैन भन्नलाई। नभए के राम्रो सक्सन। यो जे पनि भएको छ ड्यामेजहरू यो सब अझै हल्का क्लिन भएछ। यो पुरा साइक्लोनको है नतिजा। साइक्लोनको यस्तो भएको छ। ल हेर त यहाँ तर त्यस्तो स्ट्रङ जरा नहुने है। सायद यतिकै त सोको लागि हुन्छ नि, रोपेको मात्रै हुन्छ होला नि त। हाम्रो जक्सन बस्ने ठाउँ पनि छ यतैतिर होइन त सन्जीव? यो बाटो चाहिँ अलि उठ ल गाइस, हामी चाहिँ आइपुग्यौँ। अब ऊ त्यही हो घर, यति छिटो आइपुगिन्छ। यस्तै छ, सबैजना एकदमै क्लोज डिस्टेन्समा है त। अब भित्र जाने बेलामा देखाउँछु ल हाम्रो बेबी सावरको जोडी। नमस्ते थ्याङ्क यू सो मच। कङ्ग्रेचुलेसन तपाईँलाई फेरि एकचोटि। थ्याङ्क यू। यसलाई यो फक्कै पक्का लगाइदिनु न। के छ अञ्जली? एकदम ठिक छ दिदी। खुसीले होला माने त बाबु। आऊ बाबु। आऊ मसँग आऊ। राम्रो फोटो हाल्ने है। खोइ मेरो क्यामेरा पेट कसै तान्ने नतान्ने कपाल हल्का मिलाउनु त। ल नेक्स्ट फ्यामिली उसले मेकअप गरिरहेन भनेर आज उसलाई कसरी हामीले बिगार्नु जस्तो भएको छ कि उसले केयर गर्न। वाटरमेलन खायो खोयो त स्पेसली सम्झिरहेको कि ओएन्सले झापड हाल्छ। कसैले हेरे भनेर हाम्रो चाहिँ अब फोटोसोटो खिच्ने भयो। अब चाहिँ दही चिउरा खाने प्रोग्राम सुरु हुन लागेको छ। है माइज
कस्तो रिल वाला हो मैले ममा भने है अनलाइन ट्रान्सफर गरेँ दिए त हामीले पनि दिएम त मामा त्यसो भन्छ कसरी भयो त 10 भन्छ मारुले दिनुहुन्छ त्यो त तिमीलाई आदि सही हुन्छ उही सेम तपाईँको यस्तो कलर रहेछ त सञ्जीव सेम ऑरेंज डोरा जस्तो बोला न के दही चिउरा शुभारम्भ गर्दैछु शुभारम्भ भइसकेको छ थोरै लाग्यो दही चिउराको तर होइन मलाई आज धेरैको मिल्दैन होला दही चिउरा मिलाएर आउँछु खुसी लाग्यो ठिकै चाहिने थिएन चाहिने बेला मान्छे सबैले क्यामेरा होइन फोटोहरु चित्त दुखाइसकेपछि चाहिन्न त क्यामेरा लाइट चलाउनु पर्ने हो sorry guys sorry फिल्ममै भ्यारै छैन किचनलाई प्रिन्टै भएन म चेन्ज गर्न डायबिटिकको बुढा मुए गर्देऊ त के रे केही अघि क्लुलेस के भ्युअर्सहरु सब क्लुलेस के भइरहेको थाहा छैन के उनीहरुलाई यता हामी दुई जना हैन के सबैले हामीलाई पनि हेलो गाइजहरु अहिले दही चिउरा खुवाइरहनु भयो गाइस सबै समाउनु भयो दाजु चम्मा ल देऊ ल मोबाइल अब चाहिँ डिनर टाइम माम केक काट्नु भनेको तपाईको छिटो आउनु भयो त के हो र यस्तो भोक लागिरहेछ कि हैन डेन्जर भोक लागिरहेछ केक काट्ने बिर्सम सबैजनाले दही चिउरा खाएर सबैजना खाना फरार कसम अब काट्नुला नि एकछिन म देखाइदिन्छु चाहिँ खानामा के छ यहाँ छ पुलाउ यो चाहिँ एक्स्ट्रा है यहाँ छ खिर फर डेजर्ट पापड यहाँ छ भेजीको करी कालीफ्लावरको सब्जीले बनाएको यहाँ छ पनिर आलु यहाँ छ अचार यहाँ छ पनिर पुलाउ यहाँ छ चिकन करी
ए यो मोकटेल कसैले खाइएन त मिठो भयो यस्तो छ हाम्रो आइटम कति साह्रो एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा खुर्सानी होइन खुर्सानी धन्यवाद हुन्छ खानपिन कार्यक्रम चलिरहेको छ केक नकाट्ने कस्तो लाग्यो दिदी भनिरहनु है धेरै राम्रो नि आमा कति क्युट यो चाहिँ के हो यो तर सानो भयो म त के आएर स्कुलमा भनेर सोचे कहाँ गयो ल अब यो हेरेँ यो पनि हेर्ने हो यो के हो नहेरिदिँदा नि हुन्छ अरे जिजु धेरै गनाइसक्यो अरे त्यही भएर मम्मीलाई हो कि बेबीलाई हो बेबीलाई त यति बात उसके बाद यो पनि होला यो नि मम्मीलाई नै हो like a wow, looking like a wow. जेस तिमीले एकदम राम्रो बाटोसम्म यो चाहिँ बाबाको लागि यो चाहिँ बाबाको लागि अनि बाबालाई अनि यो ब्याग चाहिँ दुवैजनालाई यो ब्याग दुईजनालाई अब पोख्ने नै हो अब सरप्राइज छ कि भित्र यो कसको मोबाइल हो मसँग त्यो सबै यही घरका राखे
अब बाबु नआउँदाखेरि त्यही रिटर्न गिफ्ट दिएर पठाउने होइन त्यस्तो पढ्ने के पल्ले डेभलप गर्यो के यो चाहिँ ल्याइसक्यो मेरो साडी तान्देलाई हरामी भन्छ आइन्छ अहिले सकुन के रे उहाँ चाहिँ क्या हाम्रो चाहिँ अब आउन सक्यो केक कटिङ भयो डिनर नि भयो गिफ्ट पनि अनप्याक भयो हेरियो अब चाहिँ हामी घर जाने हो तर घर जानभन्दा अगाडि पहिला सुरु यसो ल दाइ दिदी बसेर यसो केही दुई शब्द बोल्नु न भिडियो एन्ड गर्नु अगाडि है आज अर्जुनको पालो है बाबुको पालोमा सबै खानु बोलाओ सबैलाई धन्यवाद होइन खिर भात खाएकै बाबुको पालोमा जेन्डर रिभिल बेबी सारमा सबै मै बोलाओ अब सेकेन्ड बेबीमा त हात त होला नि अलिअलि त अनि सी बोल्न पाएन भन्ने पछि त हुन सक्छ मलाई पछि त छैन म अर्जुनको पालो लक्ष्य मेरो त फेरि दुई शब्द सकिन्छ त्यो राम्रो बोल्न पर्यो के बोल्नु न बेबीको लागि केही दुई शब्द अर्जुन 1 आजको यस प्रोग्राम अर्गनाइज गरिदिनु हुने र हाम्रो यो सबैजना आफन्त फ्यामिली परिवारहरूलाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि कस्तो महसुस कस्तो भइरहेछ त्यो पनि दुई चार शब्द बयान गर्नु पर्यो के हामी एकदम धेरै खुसी छौँ भाइ क्वेसन गर्नु न अरूले पनि क्वेसन गरे त एकदम रमाइलो एक्साइटेड अनि हाम्रो तपाईँलाई एउटा शब्द पहिलोचोटि पनि छोरा दोस्रो पनि छोरा तपाईँलाई कस्तो फिल भइरहेको ए अब के भन्छ नि हल गोरु जस्तो हुने भयो भन्छ नि दिदीलाई दुईटा छोरो भएपछि धेरै खुसी ओके तीनजना सम्हाल्ने कसरी भनेर हल्का चिन्ता पनि छ अर्कै भोलि पाला आउनु है त्यहाँ भोलि कोही झगडा गर्ने नाम के राख्नु सोच्नु बाहा सबैले सजेस्ट गर्नु होला आयन सिक्वेल होइन स्क्वायर हो के आयन जुनियर हो त्यो ब्रिस्बेनको घर कुन छोरालाई हो ल ब्रिस्बेनको घर नो छोरालाई बुढाबुढीलाई होइन तिमीले 6 महिना पछाडि भाडा लाउँछौ थाहा छ मलाई अस्ट्रेलियामा आएर छोरा पाइयो त्यही ठुलो कुरा होइन दिदी दिदी छोराको बाजेलाई नेपालको घर यसो अनि अब जुन अहिलेसम्म त टु बी अनेस्ट होइन अब फर्स्ट वान भनेको छुट्टै हुँदो रहेछ जे भयो नि
अब अर्को बच्चा जन्मिसकेपछि चाहिँ अब दुइटैको माया उत्तिकै हुन्छ होला जस्तो चाहिँ लागिरहेको छ आइसीलाई सोध्नुपर्छ कसको धेरै माया पुरानो फिल्म आजको हाम्रो अब समाप्त हुन लागेको छ सबैजनालाई धेरै धेरै धन्यवाद हामीले चाहिँ धेरै त्यो मलाई पनि भइरहेको थियो अझै एउटा धेरै साल बाँकी छ त्यो भ्याइन्छ कि भ्याइँदैन भन्ने पनि जनता जान्न चाहन्छन् भन्ने क्या जनता जान्न चाहन्छन् छिटो कि छिटो हाम्रो हो सारा भिडियो बनाऊ रिटर्न गिफ्ट थ्याङ्क यू मामा खुश देवीको साटामा खुसी भइदिनु मेको फर्स्ट विकमा तपाईँ ब्रिस्बेन मुभ भइहाल्यो नि प्लान भइसक्यो छिटै नै यो डेटमा दिदीलाई घौटी पर्न गाह्रो भएको ए अब दिदी यता बोलेको मौका पाएर उता उछटाइ मामालाई कसैले केही बोल्न दिन्न के बोलौँ तर्स्यो होला पेटमा फास्ट भयो कि स्लोली जाने हो भाइको नि खेतिदिनु पर्यो नि ल गाइजहरु किन यस्तो भनेको सञ्जय तिमीले मामा के भनिरहेको सञ्जयले मलाई रिस उठेको मलाई चित्तै परेन बोलेको सञ्जीवले भन्दा त अब पहिलादेखि नै चित्त नबुझ्ने मान्छे हुन् तर पनि अब लिएर आयो यहाँसम्म अब धकेल्दै मैले कुरा सुन्नुभयो भने तपाईँलाई पनि चित्त पर्दैन तपाईँको कुरा गरेको मैले भने के भनेको पछि किन भन्यो सबैको अगाडि नभन्नु है त मेरो भान्जाले मेरो बारेमा नराम्रो त कुरै गर्दैन राम्रै कुरा गरेको तर राम्रो कुरा नि कहिले कहिले नराम्रो लाग्न सक्छ नि त के भनेको अन्त यस्तो भ्लगमा चलिरहेकोलाई मामाको लागि कपालको पनि विज्ञापन मेरो टाउकोमाथि हात राखेर भन्नु त ल कसम मामा म तपाईँ कसम कसमको मैले यो कुरा झुट बोलेको अहिलेको जल्दो बल्दो चर्चा भनेको मेरो कपाल हो त्यसमा चाहिँ कमेन्ट खासै मेरो कपाल होइन मेरो नभएको अहिले काका पनि तिमी मिलाउन पछि गएर है आज पच्छ खाएको राम्रैसँग होइन पच्छ नि राम्रैसँग यो त थम्बनेलमा राखिदिन्छु म होइन त्यो मुखमा कपाल आउला भन्ने रिस्क पनि भएन नि त बस्न त हुन्थ्यो किन कि त मक्ख परेर ठुलो पल्टेर बसिन् त गिफ्ट बोकिसकेर चाहिँ त्यही भएर तैँले खोज्न नपाएर दाउ गुरिरहेको ल हाम्रो चाहिँ ब्याट्री पनि सकिन लाग्यो अनि हामी जान पनि लागेको घर जान लागेको सो भोलिबाट काम पनि छ
Thank you so much for watching. Hope you guys like it. And especially भनेको चाहिँ I hope छुमा दिदी र दाइलाई चाहिँ मन पर्यो यो भिडियो अनि उहाँहरुको लागि राम्रो एउटा बेस्ट मेमोरिज होस् उहाँहरुको आउने बल्ल बच्चाको है थ्यांक यू